digital nomad visa. Digital nomad visas. Digital nomad visa. Malaysia's digital nomad visa. What even is a digital nomad? Digital nomad visa. भर्खरै नेपालमा चुनावी माहौल हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सस्मित पोखरेल र सुलभ खरेलले आफ्नो चुनावी घोषणा पत्रमा नोम्याड भिजा बारे उल्लेख गर्नुभएको सबैले सुन्नुभएकै होला। मेरो इनिशियल थट भनेको चाहिँ नेपाललाई चाहिँ साउथ एसियाको पहिलो देश बनाउन सकिन्छ नोम्याड भिजा ल्याउने। हो, मैले आफ्नो भाषा पत्रमा डिजिटल नोम्याड भिजाको बारेमा पनि राखेको छ। एज अ टुरिस्ट कुनै एक देशको नागरिक अर्को देशमा गएर बिना लोकल जब महिनौं वर्षौंसम्म लिगल्ली काम गर्न के यो सम्भव छ? सुन्दा असम्भव लाग्छ, तर विश्वका धेरै देशहरूले डिजिटल नोम्याड भिजाका मार्फत यसलाई सम्भव बनाइरहेका छन्। आखिर के हो त डिजिटल नोम्याड भिजा? किन र कसरी नेपाल र नेपालीको लागि महत्त्वपूर्ण हुन सक्छ? आउनुहोस् यस भिडियो मार्फत जान्ने कोसिस गरौँ। डिजिटल नोम्याड भिजा बुझ्नुभन्दा पहिले डिजिटल नोम्याड भनेको को हो बुझ्न जरुरी छ। डिजिटल नोम्याड भन्नाले त्यस्ता प्रोफेसनल्सहरूलाई बुझिन्छ जसले डिजिटल टेक्नोलोजिज, ल्यापटप, इन्टरनेट, क्लाउड प्लेटफर्म्स प्रयोग गरेर विभिन्न देशहरूमा यात्रा गर्दै वा त्यस देशको टेम्पोररी रेजिडेन्ट लिएर रिमोटली काम गर्न सक्दछन्। सामान्यतः डिजिटल नोम्याडमा निम्न पेसाका मानिसहरू पर्दछन्, जस्तै सफ्टवेयर डेभलपर, अनलाइन टिचर, कन्सल्टेन्ट्स, एन्टरप्रेनर्स, डिजिटल कन्टेन्ट क्रिएटर। फिक्स्ड अथवा पर्मानेन्ट अफिसबाट काम गर्नुको सट्टा उनीहरूले प्राय कोवर्किङ स्पेस, रेस्टुरेन्ट, समुद्री किनार, माउन्टेन सिटिजमा रहेर रिमोटली काम गर्न सक्छन्। डिजिटल नोम्याड भिजा एक विशेष प्रकारको रेजिडेन्ट पर्मिट हो जसले कुनै पनि रिमोट वर्कर्सलाई विदेशी मुलुकमा टेम्पोररी रूपमा बसेर आफ्नो देश वा बाहिर रहेका इम्प्लोयर अथवा क्लाइन्ट्सका लागि रिमोटली काम गर्ने अनुमति दिन्छ। टुरिस्ट भिजाले सामान्यतः कुनै पनि रिमोट वर्कर्सलाई रोजगारी गर्न अनुमति दिँदैन। यो ग्याप फुलफिल गर्न डिजिटल नोम्याड भिजाको सुरुवात गरिएको हो। डिजिटल नोम्याड भिजाका फाइदाहरू यस्ता छन्। यी फाइदालाई दुई प्रकारले हेर्न सकिन्छ, एउटा रिमोट वर्करको हकमा र अर्को देशको हकमा। रिमोट वर्करको हकमा कानुनी रूपमा बस्न र यात्रा गर्न अवसर मिल्दछ, त्यस्तै विभिन्न संस्कृति, परम्परा र जीवनशैलीको अनुभव गर्ने मौका पनि मिल्दछ। काम र व्यक्तिगत जीवन बीच सन्तुलन अर्थात् वर्क लाइफ ब्यालेन्स। केही ठाउँहरूमा कम खर्चमा बस्न र जीवन चलाउन सक्नेछन्। अब देशको हकमा कुरा गर्नुपर्दा उच्च आम्दानी भएका रिमोट वर्कर्सहरूलाई देशमा ल्याउन सकिनेछ। पर्यटन र स्थानीय अर्थतन्त्र बढाउन सकिनेछ। प्रविधि र नयाँ व्यवसायको पनि विकास हुनेछ। लामो समयसम्म बस्ने पर्यटकका कारण होटल, घरभाडा र अन्य विभिन्न व्यवसायको माग बढ्नेछ। विशेष गरी कोभिड-19 पेन्डेमिक पछि विश्वभर रिमोट वर्कर्सको माग बढेसँगै डिजिटल नोम्याडिजम जीवनशैली अपनाउनेहरूका लागि यो भिजा विभिन्न देशहरूले लागू गरेका हुन्। 2026 सम्म आइपुग्दा 70 भन्दा बढी राष्ट्रहरूले यो भिजा कार्यान्वयन गरेका छन्। सन् 2020 मा युरोपेली राष्ट्र इस्टोनिया यो भिजाको सुरुवात गर्ने राष्ट्रको रूपमा चिनिन्छ। डिजिटल नोम्याड भिजा अन्तर्गत स्पेन, नेदरल्यान्ड, भियतनाम, क्यानाडा, थाइल्यान्ड, पोर्चुगल, युएई, चेक रिपब्लिक, जर्मनी, माल्टा जस्ता राष्ट्रहरू टप र्याङ्किङमा पर्दछन्। हालसालै दक्षिण एसियाली राष्ट्र श्रीलङ्काले पनि यो भिजा कार्यान्वयन गरेको छ। कोभिड-19 पश्चात हालसम्मको डेटा हेर्ने हो भने करिब 4 करोड मानिसले यस भिजामा अनुबन्धित भएका छन्। 2025 सम्म स्पेनले करिब 7,800 भन्दा बढी डिजिटल नोम्याड भिजा इस्यु गरिसकेको छ। नोम्याड भिजाका प्रमुख मापदण्डहरू यस प्रकार छन्, जस्तै आवेदकको भ्यालिड डकुमेन्ट, प्रुफ अफ रिमोट वर्क, तोकिएको मिनिमम इन्कम रिक्वायरमेन्ट, हेल्थ इन्स्योरेन्स र क्लिन क्रिमिनल रेकर्ड पर्दछन्। धेरै जस्तो देशहरूले यस भिजा 1 वर्षको लागि दिने गर्दछन्। यदि कोही व्यक्तिलाई सोही देशमा धेरै बस्न मन लागेमा भिजा थप वा म्याद बढाउन सकिने पनि सुविधा रहेको छ। अब हेरौं नेपालकै लागि यो भिजा किन उपयुक्त बन्न सक्दछ। कल्पना गरौं कि तपाईको बिहानीको सुरुवात विश्वकै सबैभन्दा अल्को हिमाल हेरेर सुरुवात हुँदैछ, अथवा रारातालको छेउमा बसेर तपाई आफ्नो ल्यापटप लगइन गर्दै हुनुहुन्छ, अथवा ल्यापटप अफ हुन साथ बन्दीपुरको गल्लीमा रमाउँदै हुनुहुन्छ, अथवा विकेन्डमा मार्दी हिमाल ट्रेकमा हिँडिरहनु भएको छ, अथवा ढोरपाटनको चौरमा बसेर भर्चुअली अफिस मिटिङ अटेन्ड गर्दै हुनुहुन्छ। सायद एउटा रिमोट वर्करले कल्पना गर्ने दृश्य यही नै होला।
नेपाल पर्यटन बोर्डका अनुसार नेपालले 2025 मा 11 लाख बढी पर्यटक भित्राएको छ। यो माथिको तथ्याङ्क अनुसार संसारभरिका डिजिटल नोम्याडहरूको नजर नेपाल तर्फ सजिलै जान सक्दछ। एउटा डिजिटल नोम्याडको लागि नेपाल किन पर्फेक्ट डेस्टिनेसन हुन सक्दछ, यसबारे चर्चा गरौँ। पहिलो नम्बरमा नेपालको प्राकृतिक सुन्दरता, जस्तै अन्नपूर्ण सर्किट, एभरेस्ट सर्किट जस्ता प्रसिद्ध ट्रेकिङ रुटहरूले संसारभरिका यात्रुहरूलाई आकर्षित गरेको छ र डिजिटल नोम्याडहरूले यहाँ कामसँगै अन्य आउटडोर एक्टिभिटिजको आनन्द लिन सक्नेछन्। काम र प्रकृतिको अद्भुत संयोजनले नेपाललाई झनै आकर्षक बनाउनेछ। त्यसै गरी दोस्रो नम्बरमा यहाँको भूगोल र वातावरण। नेपालको भौगोलिक विविधता नै नोम्याडहरूका लागि सहज र अनुकूल गन्तव्य बन्न सक्नेछ। त्यसै गरी तेस्रो नम्बरमा एफोर्डेबल कस्ट अफ लिभिङ। पश्चिमी देशहरूको तुलनामा नेपालको जीवनयापन खर्च निकै कम रहेको छ। त्यसैले डिजिटल नोम्याडहरूले एकदमै कम खर्चमा सहज र आरामदायी जीवन बिताउन सक्नेछन्। त्यसै गरी नेपालमा रहेको कला, संस्कृति र आध्यात्मिक वातावरण। समष्टिगत रूपमा भन्नुपर्दा नेपालको सस्तो जीवनयापन, अद्भुत प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति, साहसिक अनुभवहरूको संयोजन डिजिटल नोम्याडहरूका लागि एक उत्कृष्ट गन्तव्य बन्नेछ। अब एकपल्ट माथिको डेटालाई सम्झौं। यदि 11 लाख टुरिस्ट मध्ये 10,000 लाई मात्र डिजिटल नोम्याडको रूपमा कन्भर्जन गर्न सक्ने हो भने र प्रति व्यक्ति मासिक रूपमा $1500 मात्र खर्च गर्छ भने पनि एनुअली $180 मिलियन भन्दा बढी स्पेन्डिङ गर्न सक्ने देखिन्छ र यो आय डाइरेक्टली इन्डाइरेक्टली लोकल हाउसिङ, क्याफे, ट्रेकिङ एन्ड ट्राभल एजेन्सिज र अन्य विभिन्न बिजनेसेसहरूमा जान सक्ने देखिन्छ र साथै नेपालका लागि अन्य फाइदाहरू यस प्रकार रहेका छन्। बुस्ट इन टुरिज्म, एयर राउन्ड टुरिज्म, फरेन एक्सचेन्ज अर्निङ्स, प्रमोसन अफ रिमोट वर्क इकोसिस्टम, जब क्रिएसन, कल्चर एक्सचेन्ज एन्ड सफ्ट डिप्लोमेसी, प्रोबेबल इन्भेस्टमेन्ट इन रियल इस्टेट, इनोभेसन एन्ड knowledge transfer, sustainable economic growth र नेपालको global branding as a remote work hub। नेपालमा डिजिटल नोम्याड भिजा कसरी कार्यान्वयन गर्न सकिन्छ? अब यसबारे केही कुरा हेरौं। सर्वप्रथम त नेपाल सरकारले आवश्यक मापदण्डमा रहेर यो भिजाको सुरुवात गर्नु पर्यो। मापदण्डहरू जस्तै प्रुफ अफ रिमोट इम्प्लोइमेन्ट आउटसाइड नेपाल, मिनिमम इन्कम, हेल्थ इन्सुरेन्स अनि प्रुफ अफ अकोमोडेसन। यसका साथै राज्यले डिजिटल नोम्याड फ्रेन्डली पोलिसी अन्तर्गत सिम्पल भिजा एप्लिकेसन प्रोसेस, ट्याक्स क्ल्यारिटी एन्ड ट्रान्सपेरेन्सी, प्रोपर डिजिटल इन्भाइरोमेन्ट सर्भिसेस अनि हेल्थ केयर सर्भिसेसहरूको व्यवस्था गर्नु पर्दछ। त्यसै गरी नेपालका हरेक पर्यटक स्थलहरूमा हाई स्पिड इन्टरनेट को पनि राम्रो व्यवस्था गराउनु पर्नेछ। त्यसै गरी हरेक पर्यटक स्थलहरूमा कोवर्किङ स्पेसको अवधारणा पनि ल्याउनु पर्नेछ र डिजिटल नोम्याडहरू लामो समयसम्म बस्ने भएकाले सुरक्षित घर, डिजिटल बैंकिङ, अन्तर्राष्ट्रिय भुक्तानी, अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा र यातायात जस्ता कुराहरूको सुनिश्चितता गराउन जरुरी छ र यी यावत कुराहरू गर्न सकेमा नेपाललाई विश्वमा बेस्ट रिमोट वर्क डेस्टिनेसनको रूपमा परिचित गराउन सकिनेछ। त्यसैले अब प्रश्न यो होइन कि के सम्भव छ, मुख्य प्रश्न यो हो कि नेपालले आफ्नो डिजिटल नोम्याड भिजा कहिले ल्याउनेछ, किनकि विश्व अहिले रिमोट वर्क तर्फ मडिसकेको छ र हाम्रा हिमालहरू कसैका लागि विश्वकै उत्कृष्ट अफिस बन्न सक्नेछन्।